केटा हो ल के छ गाइस बलदपुर जाने तयारीमा मोमो खाने तयारी फेरि ल हेर पेट कसैको पेटै छैन कसैको पेट मात्रै छ बलद है गाइस हिँड्यो अब फेरि वेलकम टु वेलकम भन्नु न सन्धि यार तपाईँ के भयो वेलकम टु साजन नेक्स्ट ब्लग अनदर ब्लग फेरि ल केटा हो प्लिज गाइज लाइक लाइक सेयर सब्सक्राइब कति ठ्याक्कै 1 महिना अगाडि स्यालेरी आउने बेला मात्रै बोल्न जाने भइरहेछ आजकल रेकर्डै गर्नु भएन त तपाईँले रेकर्ड भइरहेछ नि त साइको यार मान्छे हाजी ए जाठाले हाम्रो ब्लगमा डिस्टर्ब गर्यो ओ बटे यस्तै हो ल अब हामीलाई थाहा बलद गएर उसलाई नि कति 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 के खाने ल अहिले सल्लाह गरौँ है ढेँडो पहिला होइन मोमो स्टिम अनि एउटा भुटन एउटा चाउमिन अनि ढेँडो हो कहिले तपाईँ के छ त विचार पिज्जा के हैन अब त्यहाँ गएर मोमो खाने अँ, अनि एउटा भुटन खाने अँ। अरू चाहिँ ल यो चाहिँ हामी चाहिँ यो हाम्रो भोटे सम्झी चितवनको के हो यस्तो भोटे सम्झी चितवनको जानु पर्दैन क्या हाम्रो गाउँले उता भानु तलौको भानु नगरपालिका हाम्रो यो मोटरसाइकल ओखलढुङ्गा सब पूर्व पश्चिम कता कता छ हो केटाहरू चाहिँ भेटघाट ल गाइस अब हामी उता गएर देखाउँछौँ एकैचोटि खाने बेलामा हाम्रो चाहिँ यस्तै हो नेपाली केटाहरू गाइस तयारी अवस्थामा बस्नु होला अब आउँदैछ सुकुटी अहिले छ हाम्रो भोटे सोल्टी यो चाहिँ हाम्रो जेद्दामा भएको एउटै मात्र प्रशान्त यसलाई अब यसलाई फ्रन्ट गर्नै मिल्दैन हो यो मोबाइल के भयो स्यामसङ यसमा हो यो त ठिक फोटो लिन्छ यहाँबाट डबल क्यामेरा छैन मै छक्क पऱ्यो अरू के भन्नु छ सम्झि 2 शब्द जाओस् खाने हो के खाना त आइसक्यो यहाँ यसरी खाना त मजाले आइसक्यो अरू के भन्नु छ वेटिङमा हो एक्साइटेड हो खोल्यौँ पछि खोल्यौँ पछि कला देखाऊ कला के भन्छ भक्तिलाई ड्याङमा चाहिँ नपाए खोल्नु त केटा सुरु गरौँ सन्धि यो चाहिँ के रे एडभर्टाइजर रे मेन डिस आउनै बाँकी छ ए त्यस्तो ल ठिक छ ल सुरु गरौँ भयो यो चाहिँ भुटन हो यो बफ चाउमिन चौधो दाइने खाना खोजिरहेको भन्दैन भने आज दुध छ भने यो चाहिँ अब म खुवाउँदिनँ भन्न ओभर भयो केटा अब यो ओभर भएर हामी त यसरी बस्न थालिसक्यो पर्छ क्या भोट है है टेबल लानुपर्छ क्या म चाहिँ नसक्ने हो स्थिति होइन, थाल्नु दाजु भयो। 2 डलर दिनुहोस् त थाल्ने म दिनु न दिनु भइसक्यो के छ भने मानेन ल गाइस यो चाहिँ नेपाली कपडा पसल ए खतरै देखेको रहेछ त यार तपाईँ त के हो फोटो खिच्यो कडा देखेको छ हाम्रो गाउँलाई यार एउटा फोटो यस्तो छ गाइस आज यसले त उडाउँछ क्या हो मा दोकानै पुरा मोटु दोकान उडाउँछ क्या हो बलद भयो यो चाहिँ बलद यो नेपाली फन्सी गाइस यो चाहिँ अब अहिले सो घुमघाम हुँदैछ हाम्रो केटाहरूको फोटो चलिरहेको छ यहाँ यो चाहिँ सेन्ट्रल बलद है एकदम बिच बाटोमा सबै आज त सकेन त केटाहरूले खाना यार
फाल्यो माछा त सबै केटाहरू धेरै भयो क्या हो मासु धेरै खाएर हो जेता गाइस भयो फोटो सेक्सन केटाहरू कस्तो छ त्यति हो कति कस्तो हेरेर कस्तो एउटा उहाँ आएन कस्तो हेर पुरो ब्याकग्राउन्ड हेरेँ अनि ल मैले हाल्नु त हेरेर यसो कतै त हेरेर हो एउटा दुईवटा खिच्नु राम्रो खिच्नु मलाई नि यो फोटो भनेपछि प्ल्याट 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 गर्न मन लाग्दैन एउटा एकदम मिलाएर लिने कडा छ त ल के भन्ने हो कि होइन केही नभन्नु हजुर राम्रो छ ल अब हाम्रो यसपालिको बलद डिसेम्बरको बलद चाहिँ अब यस्तै हो यस्तै भयो अब फेरि फेब्रुअरीमा समय आउँछ मिल्यो भने यसो जोडी बाँधेर आउनु भाइ ल लगन गाँठो तर यसपालि केटाले मोमो सकेन खानै सकेन यार कालमा लजायो खानुलाई ल अब यसो घुम्दैछु जुत्ता सुत्ता लिने ठाउँतिर केटाहरू आया टक्क त्यो उ पाउँछ क्या मेन त्यो स्टिक पाउँछ के गर्नलाई बनाउनु भ्लग बनाउनु ए त्यो स्टिक आनन्दले घुमायो अटो हुन्छ तर मेरो यो माछालाई अब अगाडिपट्टिको क्यामेरा गर्नै मिल्दैन कि यसलाई अब नत्र घुम्दा फोटो खिच्ने फोटो घुमेको जस्टिफाई गर्नको लागि फोटो खिच्ने प्रुफ रे के झुम्न अब proof। जस्टिफिकेसन छैन त्यहाँ बस्नु न ए भाइ अघि त भिडियो हानेको थियो नि त अनुहारमा ब्राइटनेस बढाउनु न यहाँ म भन्दा नि कालो निकालेर यहाँ गोरो मान्छेलाई है गाइस यो चाहिँ जेद्दा बलद थुथु गर्नु फेरि गर्दैन त्यस्तो थुतु सुतु ल ल कतापट्टि हो नानी उता अब गन्तव्यतिर को हो यो मान्छे अहिले त अर्कै उसमा छ त अघि त अर्कै उसमा थियो के भन्छ अहिले त ड्रेस सबै चेन्ज भएको छ केटाहरूको पुरा चस्मा लाउनु पर्छ कि हुन्छ भाइ यस्तो ताल पऱ्यो भ्लगै आउँछ होइन चिया खाने यो त स्योर ब्लग हो चिया खाने चिया खाने कि जुस खाने भन्ने कुरा हो क्या अहिले उखुको जुस पिउने ल त्यहाँ पानी हाल्नु नि अलिअलि के हो? पानी त अर्को एउटा ल्याउनु पर्छ मैले त जुठो गरेर खाइदिन्छु सपिङ हाने यार केटाहरू किलो भाइ यो रुममै हो यहाँ छैन खाना पनि खायो सपिङ पनि दर हान्यो 3टा चस्मा ए कतिवटा किने चस्मा हुड पर्फ्युम पो हो त 3टा त मैले व्हाइटवाला फ्रेमवाला खोजेँ ल गाइस यसै छ केटाहरू जेद्दामा बरु के भन्ने हो कि सपिङ कस्तो भइरहेछ सिधै भ्लगमा आउँछ फेरि धन्यवाद ल चस्मा मनै लगाएर किन्यो अनि ल ठिक छ ल अब कता जाने हो केटा यस्तो असि साउदी कति दामी हुन्छ है कस्तो यतिको मौसम के यो मसँग त खोपडीमा युरोप जानै पर्छ यहाँ यस्तो छ है गाइस जेद्दा यहीँबाट गएको क्या ए म त के भएको लिने भएर झ्याप्पै लिइहाल्ने भएर के केही माल कहाँ झ्याप्प लिनु त अब केही लिँदैन नलिनु भए जाउँ हँ भित्र निक्लिने हो